ओम नमो भगवते वासुदेवाय। श्रीमद्भागवत महापुराणम। यो श्रीमद्भागवत महापुराणको द्वितीय स्कन्धको पहिलो अध्याय हो। नेपालीमा अनुवाद गरिएको। श्री सुकदेव भन्नुहुन्छ, सोध्नुभयो प्रश्न यो राम्रो, लोक कल्याण भूपति, ज्ञानी पुरुषका लागि श्रवणादि छ जे जति। सुन्ने गर्ने कुरा राजन, हजारौं छन् मनुष्यका, आत्मा तत्व नदेखेर अल्झेका ती गृहस्थका। सुतेर बित्दछन् रात अथवा वासनादिमा, धन बटुल्न हे राजन, दिन कुटुम्ब पाल्नमा। पत्नी शरीर सन्तान यी सम्बन्ध असत्य हुन्, देखि मृत्यु नदेखे झैं मोहमाथि प्रमत्त छन्। त्यसैले भूपति जान सर्वात्मा भगवान हरि, सम्झनु गाउनु सुन्नु भए छुट्दा सधैँभरि। यही हो ज्ञान औ भक्ति, गरे निष्ठा स्वधर्मको, जन्म लाभ पुरुषको, अन्तमा स्मृति कृष्णको। राजन निवृत्त मुनिति गुणातीत भए पनि, रमाउँछन् सबै छोडी हरि गुणानुवादमा। यही भागवत नाम पुराणै ब्रह्मतुल्य छ, मैले द्वापरमा पहिले पिता व्यास सँगै पढे। उत्तम श्लोक लीलाले गुणातीत भए पनि, पढे आख्यान यो मैले राजन आकर्षितै बनी। त्यो म भन्ने छु सम्पूर्ण कथा भक्त तिमी प्रति, जसले राख्दछन् श्रद्धा लाग्नेछ कृष्णमा मति। चाहन्छन् भुक्ति मुक्ति च राजन छ शास्त्र निर्णय, योगी निम्ति पनि कर्म हरिको नाम कीर्तन। प्रमत्त बनी लामो आयु व्यर्थ गुमाउनु, त्यो भन्दा त ती राम्रो कल्याण निम्ति बाँचनु। खट्वाङ्ग नाम राजाले आफ्नो आयु बुझिकन, मुहुर्तमा सबै त्यागी गए मुक्त भइकन। राजन समय तिम्रो छ सप्ताह बाँच्न खातिर, आफ्नो कल्याणका लागि जति गर्नु छ त्यो गर। नडराउनु मान्छेले अन्त समयमा पनि, वैराग्य शास्त्रले काट्नु प्रीति देहादिको अनि। धैर्य भई घर छाडेर तीर्थमा गई नुहाउनु, पवित्र ठाउँमा आसन विधिपूर्वक लाउनु। अभ्यास शुद्ध मनले ओमकारको गरोस्, जितेर मन हो श्वास ब्रह्म बीज जपिरहोस्। इन्द्रिय विषयासक्त हटाई मन बुद्धिले, शुभार्थमा मनलाई लगाउनु विचारले। एउटै अङ्गमा ध्यान गर्नु चित्त गरी स्थिर, नगरोस् अरूको ध्यान विषयातीत होस् मन। विष्णुको त्यही हो स्थान रमाउँछ जहाँ मन, यदि रजतम पार्छन् विक्षिप्त मन मूढ नै। धारणा धैर्य गर्नाले नासिन्छन् दोष ती सबै, योगीले ध्यानमा देख्छन् आफ्नो कल्याण हर क्षण। प्राप्त हुन्छ छिटै योग भक्तिको यही लक्षण। राजा सोध्नुहुन्छ, धारणा कसरी केमा राख्नु कस्तो स्वरूप छ, मनुष्य मनको मैलो जसले चाँडै हराउँछ। श्री सुकदेव भन्नुहुन्छ, आसन श्वास आसक्ति इन्द्रियादि जितिकन, लगाऊ बुद्धिले स्थूल प्रभुको रूपमा मन। कार्य रूप सबै विश्व जे थियो छ हुनेछ जो, स्थूल भन्दा पनि स्थूल यही हो देहनाथको। 7 आवरण युक्त ब्रह्माण्डीय शरीरमा, बस्ने ईश्वर हुन् जान धारणाश्रय विश्वमा। पाताल उनको बुझ पाउ मूल, हुन् कुर्कुचा श्री हरिका रसातल। ती गोली गाँठा दुईटैमा तल, जङ्गा प्रभुको बुझिलेउ तलातल। दुवै घुँडा हुन् सुतलै भनेका, तिग्रा अतल वितल हुन् प्रभुका। हो पेट तल्लो पृथ्वी महान, आकाश हो नाभि तला उजान। छाती उनैको सब स्वर्गलोक हो, घाँटी मुहार औ जनलोक मुख हो। तपलोक निधार हो बुझी श्रीहरिको, हो सत्यलोक त शिर श्री सहस्रको। इन्द्रादि बाहु बुझ कान हुन् दिशा, यी शब्द जान्नु श्रवणेन्द्रियैता। हुन्ना कति अश्विनी पुत्र जान, हो घ्राण गन्ध मुख अग्निमान। आकाश आँखा रवि तेज मान्नु, दुवै परेला दिन रात जान्नु।
हो ब्रह्मलोक भृकुटी विलास जिब्रो र सत्तालु जलै छ खास हुन वेद सारा प्रभु ब्रह्मरन्ध्र दाराए मस्ने असमस्त दाँत मुस्कान माया जनमोह वृष्टि कटाक्ष विक्षेप अनन्त सृष्टि हुन लोभ लज्जा अधरै र ओठ प्रजापति लिङ्ग र अण्डकोश मित्रा वरुण हुन् र समुद्र कोख ठुला ठुला पर्वत हाड रास नाडी नदी रोम समस्त वृक्ष हावा बनेको प्रभुको छ श्वास हो काल नै चाल यही छ मर्म गुण प्रवाह यही एक कर्म सम्पूर्ण यी बादल के सजान सन्ध्या प्रभुको नृपवस्त्र मान अव्यक्त छाती छ स्वयं हरिको विकार भण्डार यही मनै हो महत प्रभुको बुझ चित्त सारा रुद्र अहङ्कार भनी विचार घोडा गधा ऊँट गजादि नङ हुन् पशु आदि सब कम्मरमा रहन्छन् चरा रचेको प्रभुले विचित्र मनबुद्धिको वास मनुष्यभित्र गन्धर्व विद्याधर चारणै परि स्वर स्मृति वीर्य समस्त दैत्यती हुन् विप्रमुख क्षेत्रीय आत जान हुन् वैश्य जङ्गा पद शूद्र मान ठुला ठुला वैदिक यज्ञ धर्म जान्नु सबै हुन् प्रभुका सुकर्म विराट प्रभुको सवस्तुल रूप मुमुक्षु त्यागीहरू यही स्वरूप गर्छन् सधैँ ध्यान सबै सुनाए छैनन् कुनै भिन्न विचार लगाए जस्तै सबै बुद्धि र वृत्तिद्वारा जानिन्छ आत्मा सबभित्र एक विभिन्न बन्ने सपना समान तसर्थ आनन्द निधि भजेर अधोपतनबाट स्वयं बचिन्छ तसर्थ आनन्द निधि भजेर अधोपतनबाट स्वयं बचिन्छ। श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां द्वितीय स्कन्धे महापुरुषं तानुवर्णने प्रथमोऽध्याय श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति।